So Somi Pasmi ha jinapati chi Ashok Maharjan la because in some professional gymmer ha so thong a we kana bai khala bala yago ji Ashok dai so bai ni ju a dakle na bala viewers te ta Ashok dai yo so introduction dila ji चाहिँ नि अशोक महर्जन बडी बिल्डिङ कासमी ठाउँने चाहिँ हाल चमडी जुन दो चमडी ला हजुर अहिले अशोक दाइ तो बडी बिल्डिङ बाइक मे छु यहाँ नगि जुवा बडी बिल्डिङ बाइक मे छु प्रोफेसन मरो तो मेन पर्सन बडी बिल्डिङ जा जुन थोको मोडलिङ अथेला छु मैना मोडलिङ बाइक इन्ट्रेस्ट मरो नि आइरहेन जो आ दाइयो तो बडी बिल्डिङ सम्बन्धी जी सुरुवात गेना जुल अंचका वनला सुरुवात दाइबले सुरिला 5 मिनेट सँग चाहिँ मडेको हिसाबमा चाहिँ गएन ठाउँको चाहिँ नि प्रोफेसनल हिसाबमा लैजा जुन दुगा ठाउँको चाहिँ नि दाइ तो भुलिएर निसे सुया नछु याद दुला पहिला जी फुटबल मिच्नु ख पहिला 20-22 वर्ष तकला वसिया लिपा चाहिँ जिम सुरु ख दै मतलब 58 सालमा चाहिँ सुरु ग जिम चाहिँ अथवा प्रोफेसनल लागि चाहिँ नि करिब 2007 नाम चाहिँ सुरु ग करिब 15-16 वर्ष तक प्रोफेसनल चाहिँ दाइ सुना पनि इन्स्पायर जो गाउँ ख कि इन्स्पायर ढका म चाहिँ अब झिसा फोटो सुइ नि हजुर म्यागजिन सक्दिने वैसे आयो मडेको हिसाबमा चाहिँ हुनका पहिला हिसाबमा होला हजुर पहिला त झिया फुटबल मिल्दैन द याद हजुर हजुर मलाई उसको दाइले पहिला नि चाहिँ एकदम पावर एकदम दुला हजुर झि फुटबल मिटा जिपी चाहिँ ठाकै ज्या रेस्ट नजिनो टाइममा उसको त हानो वना जिम्या होला हजुर होला एकदमै प्यासनै ख नि होला प्यासनै ख छौ टाइमला फुटबल मिटान क्रिकेट मिटान अझ जिम त यार नंग छौ टाइमला चिने जेला हजुर जी चाहिँ मजा बल्ला ढाइमा लिगा मे विशेष चाहिँ नि पछि बल्ला हिसाबमा चाहिँ नि चिप्ता लेट सुरु साना जिमेन साथी मेबी पुरा पनि यहाँ जो बिसाना पछि अपल हुन फुगा है मतलब जिम बेन्च प्रेस दाइ नि हजुर बेन्च प्रेस जी ठुके 30 किलो ठुके 30 किलो लुमागा जमाइना 60 किलो 60 किलो अबले 60 किलो रे यो टाइम नक्ने म पिन टरु खगा ए हजुर बेन्च प्रेस है बेन्च प्रेस या चेस्ट बिगिनिङ वो 60 किलो रे अपो खगा हजुर पहिला झिउ म्यागजिन धगा नक्ने बेले कलेज बन्ने टाइममा चाहिँ म्यागजिन फोटो खुवाउँछु छ म प्लामपति प्लेयर छ म हजुर मिस्टर ओलम्पिया चाहिँ म डोरिनियस टाइमपति दुगा प्लेयर हजुर हजुर अब यो फोटो खले उही मखसा नि इन्स्पायर जुगा हो बालो म यो डेक दुसा दे हिसाबमा also the idol way मलाई दाइ फर्स्ट सुनाको ट्रेनर छु जी सुरुले जिम्यान चाहिँ नि झिउ सुवागभरि चौपति पावर जिम यानु होगा पावर जिम हजुर अनि चाहिँ नि गौतम दाइ सञ्चालक चाहिँ गौतम श्रेष्ठ गुरु गा गौतमको दाइमा लिगा पहिला जियानो ब्लेन सुची कृष्ण दाइ थियो कृष्ण दाइ नन्दु कृष्ण दाइ गौतम दाइ हजुर अहिले अन प्राय सु इन्स्ट्रक्टर अन्डर यानो कि थमेसा या सिनियर डाइपिङ जुला इमो डाइपिङ इन्स्ट्रक्टर यानो दाइमा लिगा जितो चाहिँ ठो सेना चाहिँ जु इम्प्रुभ जो अटे छु अपना ग्रुप फिक्सन नाकामा लिगा जस्तै या किसन दाइ जुल गौतम दाइ जुल ओसिया लिपाई जिम जानेन जी जेन्द्र मान राजदाउद जेन्द्र राजदाउद सरी हजुर हजुर ओ दाइ जिमिन जिम्याल वना थाइ गुरे ख ए हजुर सोकमी पास पिन त अबको पिन यदि तो बडी बिल्डिङ इन्ट्रेस्ट दो अथवा जिमया इन्ट्रेस्ट दो छ हजुर वो बिगिनर्स त्यही लागि दाइयो छु मेसेज दो ठौकने चाहिँ छु ट्रेन जुल चाहिँ नि पहिला चाहिँ नि मडेको हिसाबमा चाहिँ हुने मगला ठौकने चाहिँ लाइफस्टाइल चाहिँ जुइगला छु बालो मडेको टिचर मडेको बालो ओ हिसाबमा उही पनि दुगा होइन ओ हिसाबमा उयो समय चाहिँ जिउ बिचारमा छुदा छ नि न्यामो सानो हेल्दी जिउ हिसाबमा उयो मालो चाहिँ जिमे हजुर ग्वारा गसी जिउ हिसाबमा म के हेल्दी जिउ हिसाबमा ए हजुर हजुर जिन वेट हास चाहिँ जुगा फकेस त चाहिँ नो पिन्ड चाहिँ नि उही पिन्ड चाहिँ नि मडेको हिसाबमा म के हेल्दी जिउ हिसाबमा उयो माल मेन्टली फिजिकली हामीले थै त फिट जु हिसाबमा उयो माल पम्प याउजको मडेको हिसाबमा म के म घटाउ बढाइ हिसाब चाहिँ म के फिट जिउ हिसाबमा अशोक दाइनो तो ढाइसोले पहिला छ न पावर जिमै याद होला आज म जिबी पहिले जिम एन्जन होले छम वया किसिम दाइ जिबी फिटनेस न हजुर हजुर बेको वया चाहिँ दाइ म जिम गर्न आको हजुर हैन 6 महिनामा बन्छ नि है धान आउँछु बेको भने 6 महिना चाहिँ एकदम पम्प याउ हिसाबमा चाहिँ हल्का होला हजुर अब चाहिँ नलेज मरु न जिउगा झिर्ना पहिला नलेज मरु खायो खेला मगला 6 महिना बने जुथे आइ जिउ बासन एकदम बडी बिल्डिङ स्लो प्रोसेस खास बिस्तारै जिउ चीज खागा वर्षौं लगे चीज खागा लुला जी नम्ति असक दाइना ढाटे प्राय मनु त्यसो चाहिँ त्यो विन्टर सिजन चाहिँ उले वास्तवमा मलाई अरे जिउगा समरे चाहिँ यहाँ मखण्डी जुल लनी तोरी बेले पाफास खण्डी जुल मसस खण्डी जुल अब टाइम चाहिँ यामा सुगा फुकेसना पुवा दगो जुतेंगी मसला चिबुजी ओ हिसाबले यामा सुजु अब विन्टर चाहिँ लनी फिले सु सिदी मुगु वासे दाइ मुगु वना कसो चिकु सने अल्छी त चाहियो सो अल्छी जुदा फेलिगा वे सोकमी पास पिन त छे छुछु जस्तै बिगिनर्स त्यसमा पुसअप सनि सुर्यास बाला कि चिन
बिगिनर ढेगा ठाउँको चाहिँ फेस सिम्पल सिम्पल जम्प ढेगा कार्डियो एक्सर्साइज ढेगा जम्प त याजिला मखला जम्प तला एकदम फेमस जम्पिङ ज्याक त पिटी मिटी धेरै स्कुलले मचाले पिटी मिटी वे एक्सर्साइज याजिगा जिसा सुरु थियो पुश अप्स अनि सेला खन्ला पुश अप्स रनिङ पुश अप रनिङ यो जुलगा हजुर अहिले जस्तै बिगिनर स्टेजमा आज जस्तै ठोला डाइट न एकदम कन्सियस भइमा हैन डाइट ढाका खास छु प्रोटिन नियमा कि रेगुलर न्यूज नभए भति चाहिँ बढे घटे आछ जिसा डाइट ढाका चाहिँ नि जो नॉर्मल छे दुबती चाहिँ नि हिसाब से बैलेंस डाइट टाइम में लिएगा हजुर छेनु चीजें प्रोटीन न कार्बोहाइड्रेट न फुकम मिलेना मात्रा मिलेना नि पेकन्या का नेफ्स चाहिँ नि फुकिमे सप्लिमेन्ट यसमा नेम हुँगा छेउ डाइट न गाका छि प्रोटीन ढाका लाखे जुल कार्ब ढाका चाहिँ नि जा मरी महला अनुसार बढ्याउ ख कि घट्याउ ख क्वान्टिटी गुलिने हो यसको डिलिभरी नर्मली जिमे वनले जिउ छुछु एक्सरसाइज युज ला ठोक नै चाहिँ नि ट्रेन एकदम चले जाजौँ दु विभिन्न फिलिपिन वही मखला जिमे चाहिँ नि गुली मौली दिउ लागि चाहिँ वही जु मम्मी तन क्याउ लागि चाहिँ बिना दई हजुर गुली चाहिँ नि मुडी एक्सरसाइज लागि यो पिन्ती कार्डियोभास्कुलर रनिङ सँग गइ पि खाली मुडु लाग्दो वही पिन्दै मखला गुली चाहिँ नि मसल बढाउ लागि चाहिँ बिना दई मखला ठठै टार्गेट दैछु गुली प्लेयर डे वही सोचे छम खेलाडीहरुलाई चाहिँ फुटबल खेलाडीहरुलाई उयो थै हिसाब यो एक्सरसाइज मगला फेरि ड्री भएको छु मन्डे सोया उयो मोटो सोया चाहिँ नि आज सुया खो हिसाबमा चाहिँ हुने जिगा तर बेसिकै फुकेसमा चाहिँ सुयबले मेन बालाउ चाहिँ फिजिकली खाला सुरु फिजिकल सुर्याको खा न्याउन फिजिकलै सुर्याको खा फुकेसमा जस्तै आठो झिउ खास पम्प या उठा उठो जस्तै जिसम प्रोटिन होइन नि ओ खास बाला कि बामला जिसम छुप्या प्रोटीन यो चीज नि वो डेक्यु गेनेटिक राइ बुझे जिमलगा हजुर वो प्रोटीन जो वास्तविक दुरु भने यो प्राय प्रोटीन चाहिँ नि वो दुरी पति यो फर्म खगा ए हजुर आ झिउ प्रोटीन नेबले गिजी राछ झिउ छे प्रोटीन नेबले चाहिँ न छछमा दुरु डाले आ दुरु एक कोतनले झिके दुरु दु म दुरु एक कोतनले गिजी राछ जिस आ दुरु यो फ्याट न दही फुक चीज दिसु हजुर यो कोतनले चाहिँ नि मगला प्रोटीन लगाई मगला माउ चीज न अब होइछु फ्याट न ए हजुर आ झिउ सप्लिमेन्ट के राछ खैट माउ प्रोटीन चाहिँ टक्क मिलान लेगन डढिछु ए हजुर एकदम सिरियस गेम मिति बिना चाहिँ नि सप्लिमेन्ट न दुसा बालागा तर नर्मल लाइफस्टाइल चाहिँ नि फिटनेस लागि चाहिँ नि सप्लिमेन्ट त मुआगा सप्लिमेन्ट म सप्लिमेन्ट म इच्छा नि न लासे पहिले छिन जिम मनले हजुर आ छोट टाइम नेला प्रोटीन फुको नया भोलुम फुको वइ हजुर जिम चट्ट टोटुंगा अलि भोलुम बढे जिउ फुडी लगे जिउ अठे जिउला अच्छे नि म हो आगे रासा जी एक्सरसाइज टाइम में चाहिँ कि एक्सरसाइज न यहाँ चौदै न चौदै साइज बढे जुइ मखला आ जी सँग एक्सरसाइज तो दी मखला हजुर आ जी क्यालोरी बन जुइ दियो कम जुइ नि बन्न जुइ मखला न वे ताला नै चौदै ओ हिसाबमा क्यालोरी कम बन जुइले चाहिँ नि गरा जाउ नि उगा त्यहाँ न्यू बानी वे जुल न्यू बानी वे जुल एक्सरसाइज मन त ओ हिसाबमा चाहिँ गरा जाउ नि उगा यसो बडी बिल्डिङ फिल्डमा छु मेसेज दिमा छ चुलो जो मेसेज यो वे खगा बडी बिल्डिङ चाहिँ नि थो फिल्डले चाहिँ नि बडी बिल्डिङ दा गेम जुल मखला गेम बडी के हिसाबमा यो हिसाबमा चाहिँ बडी बिल्डिङ थो जिम वे मजिला मखला हजुर आठो यहाँ पनि लागि चाहिँ नि हेल्दी जो हिसाबमा चाहिँ नि हजुर बिरामी मजीको हिसाबमा चाहिँ नि मखला हजुर लोचा मछीको हिसाबमा चाहिँ नि हेल्दी जो लागि चाहिँ जिम चाहिँ नि वे मलगा एक्सरसाइज मलगा अब चाहिँ भोल्युम बढ्याउ म कि इन्टरनली फिट जो हजुर फिट जो हिसाबमा चाहिँ जिम वे मलगा उके लागि दसले बेस्ट है चाहिँ जो फिजिकल एक्सरसाइज बेस्ट यो चाहिँ यार छ जिम जुल वो बैक मेमी पनि एक्टिभिटी नि होया छ जिलगा असो दैट अरेंज मैरिज लव मैरिज जो लव मैरिज त भलिगा लव मैरिज चाहिँ खाला बुझ्नु न जिम फिल्ड के खाला बुरी न फे फिल्ड खा फे फिल्ड खा अलि छु आछि कम्पिटिसन पार्टिसिपेट गर्न चों आ श्रीमती न बुरी न थौकने चाहिँ नि होइन पहिला चाहिँ फिटनेस कम्पिटिसन हुने गु ह मखला हजुर आ थौकने चाहिँ नि पावर लिफ्टिङ हुन्छ हुनुगा पावर लिफ्टिङ के पावर लिफ्टिङ चाहिँ नि बेन्च प्रेस छ जुइ मखला स्क्वाट छ जुइ डेली छ जुइ हजुर लोनिउली जुन हुनुगा जो वेको नाना छ वेको ना उमा महर्जन ह उमा महर्जन हजुर ए ट्याबले अलि भटिसा टाइपीला गेना अशोक दाइपी नापला त जीवित नाप्ला चाहिँ नि क्लबे खगा थियो अर्किड डाउ क्लबे ज्याजनो टाइममा चाहिँ नि हजुर अनि नाप्ला होगा अनि नाप्ला न अलि अनि परिचय जुल मलाई अनि परिचय जुल बिस्तारै खन्जुलगा ठंगले जिया प्राय खन्चौ न फुगन ट्यान्चौ लेडीज पि लेडीज नि कम्पिटिसन पट्टि चाहिँ कम्पिटिसन होगा मिजर डिभिजन हो स्यान ए हजुर वन गेमी चाहिँ लगन फिवर हेज लगेको डेमा गुनी कम्पिटिसन एकदम थाकुई गुनी अफ ज्याजुनीगा गेमी चाहिँ नि ट्याबले फुको 100 के वयो ख आसु लठ हिसाबमा फुको मिनेट न आइपि ख बालगा आइपि ख मगला छनी ग चाहिँ नि कम्पिटिसन नै टफ जाउने छु ए टफ जा आसु दिन बाला त हजुर मोटे छु हजुर अलि जा जस्तै दाइले इन्टरनेशनल न योको पार्टिसिपेट गर्न मलाई हजुर इन्टरनेशनल यो छ एक्सपीरियन्स हो सेरा इन्टरनेशनल गा जो फर्स्ट गेम चाहिँ नि ठुके
एशियन गेम ख कोरिया जो एशियन गेम ख हिमालय ट्या ढंगा चाहिँ उनुपति अनुमले के जुल छ जुपति जी चाहिँ 17 किलो भागेनो हजुर अबले जिमी चाहिँ न्याम खेलाडो हुनुको नेपाली उपति हजुर हाय अबले चाहिँ के जुल छ जु 17 किलो भागे या मगला सिक्क कम्पिटिसन थाकु टफ कम्पिटिसन जो आटकै मटे टप कम्पिटिसन धाइमालिगा हजुर यो आटकै मन्डे म बालो कन्डिसन वे टाइम ख हजुर मगला हजुर कम्पिटिसन थाकुनु वे टाइम ख जो हजुर जी अब सिलेक्सन तक मलाई थाहा भए ए हजुर इभन म अशोक महर्जन अब पहिला एसियन च्याम्पियनसिप त्यहाँ घुम्पथि ओटामा सिलेक्सन मलाई लागेका ओहो वो चाहिँ लोमिके भन्छ म्याफिसन गेम लागेको हुन्छ मलाई थाहा हुने कम्पिटिसन अब यहाँ लिपा चाहिँ नेपालले चाहिँ नि साउथ एसियन गेममा भागेर उके चाहिँ नि थर्ड तक लाग्छ 75 केजी हजुर अब यहाँ लिपा चाहिँ नि आटो हालसाले रिसेन्टली तो एसियन गेम नेपाली जुली उके भागकै खगा उके चाहिँ नि मास्टर है एज ग्रुपै भागकै ठुके चाहिँ नि इन्डिया चम्बु खरुसी इन्डिया चम्बु मिस्टर एसिया जुगा ए हजुर तो मोस्टली चाहिँ कन्ट्री वाइज सो खर्च प्राय कन्ट्री इन्गो तो चाहिँ बडी बिल्डिङ यो टाइटल आ पिन लगे अमेरिका ख म खला आ ठुके नापनाम झिउ देशी दिउ नापनाम दिउ थियो एसियन चाहिँ नि इन्डियन तन बाला ठौकने हजुर आ थो इरान तन बाला मुस्लिम कन्ट्री र बिना बाला सिग हजुर ठौकने चाहिँ इरान इबि बुझ्नु दुगा हैन त कम्पिटिसन जस्तै धर्मश्री जुल हजुर हजुर छुके छुके पार्टिसिपेट गर्दैन कम्पिटिसनलाई जी आटक इन्टरनेसनल नेसनल यो कोही यादैन हजुर नेसनलले चाहिँ हिमाली जुल यहाँ बोर्डको चाहिँ नि मला मिस्टर धर्मश्री जुल करेन्टली चाहिँ नि मिस्टर बुल्समान ढाकान बोर्डका हजुर हजुर प्रायले चाहिँ नि मेडल छ्याचाउँ ढुका हजुर इन्टरनेसनल ढाका चाहिँ जी साउथ एसियनले चाहिँ नि थर्ड जुल हजुर नेपाली जो साउथ एसियन गेमे बडी बिल्डिङ अहिले आज इन्टरनेसनल एसियन गेम चाहिँ निको बोडी क्याल छ कोरिया जुली बोडी क्याल छ चाहिँ करेन्टली नेपाली जुली नै क्याल ए हजुर हजुर एसियन बडी बिल्डिङ च्याम्पियनसिप मिस्टर हिमालय न जी चाहिँ नि 2018 युपति 6 मिस्टर हिमालयका टाइटल च्याउ चाहिँ आटको टाउन अचिभमेन्ट वे खका जुबुदी हजुर अहिले सरकारन गुलिस भन्ने त सरकार खासै जिम त सुइमको उठो चाहिँ जिम पर्सनल थइ देवाए मिजु ख मलाई हजुर सरकार खासै सुइमका जिसमा पनि गेम मिडले चाहिँ नि सरकार नै रह्यो आज टिकट या टिकट जोला होटल सुरु व्यवस्था जुग हेगा जुन पिपल लागि या खर्च ठइयो जुइगा होला हानो थुके लागि छु डाइट अनि से फुको एकदम आटो पर्सनल लागि जु पनि गेमै मिटिङ लागि चाहिँ नि डाइट या सिके ठिकेगा हजुर नर्मल गेम छैन मेन खर्च हुने हो के खर्च हो के हुने हो 5-6 महिना प्रिपेयर यामा उयो लागि चाहिँ एकदमै खर्च हुनेगा तो आ मेन झुठो स्पोर्ट्स पर्सन पिन हामीलाई स्पेशल त जिम या थे प्रायलाई छिस नेवाटै थे चोङला ढाकर इसा त इन्टरनेसनल गेम अपो मेडल हबी बडी बिल्डिङ फिल्डले चाहिँ नि नेवाटै खाछु हजुर नाकामा समयस मर्जन जुल ननिता मर्जन जुल रुजे साइ जुल हजुर हजुर जी आटको खोले जस्तो थियो स्पोर्ट्स फिल्ड मतलब मेमे पनि फिल्ड जसले सरकारमा मसो सरकार त पियास हुनु जुल त्यो स्पोर्ट्स चाहिँ प्राय प्यासन हो कि छुट्या होला बरु सरकारमा मसो चाहिँ जिमसँग किनेर लगे जुपी यो कोठे छ तो बडी बिल्डिङ स्पेशली थो मेमे स्पोर्ट्स बडी बिल्डिङ चाहिँ फुको प्यासन लगे जुपी हो ढुका खेलेर मेमे गेम चाहिँ भचा सो गभर्नमेन्ट हजुर तो बडी बिल्डिङ त स्पोर्टै माने मानिन्छ आधा नेपाली गभर्नमेन्ट त मिस्टर हिमालय ने फर्स्ट जो वो ठ्याक्क वो छ पर्टिकुलर मोमेन्ट हजुर उके चाहिँ गयो फिल जुल्यो अबलेला सक्का अबलेला हो खला मखलाका च्याउ हजुर त्यही अनाउन्स जिङ ल अनाउन्स जिङ ल खला मखला च्याउ हजुर जी मिस्टर हिमालय चाहिँ वास्तविक ट्याक्यु हिसाबमा सानो ठ हिसाबमा बाङ्ला प्रिपेयर नलाउनु ख म होला त्यही देख्छ नि मजा हो कम्पिटिसन एकदम हाई या नेपाल भरि पनि खेलाडी डोयो ख म होला थ हिसाबमा भन तर फुक्रे साथु ढामा लिगा थै भन बाला र हजुर भागेन साथु ढामाले उ टाइम चाहिँ टाटगा होस्या यहाँ न क्या दनु ख खला हिमालयले अब चाहिँ नि सेकेन्ड तक जुइन लगा थै वेले त्यहाँ दाइ आटको करियर छोटो अचिभमेन्ट हो मिस्टर हिमालय होला जाइन धर्मसिन यो को पार्टिसिपेट धर्मसिन जी 10औं लि क्याल 10औं 13औं 14औं 15औं त क्यालगा तर ओके चाहिँ भचा आतको रिजल्ट मामला नि के फर्स्ट सेकेन्ड तक होला का ठो फिल्डले चाहिँ दाइन भतिजा ठे दुसा बाना त छु अटे छु ढोला दाइ दचन छुले छ ठो गेमे चाहिँ नि विकास शाखा चाहिँ नि मला गभर्नमेन्ट चाहिँ सोइ मागा आज जस्तो हिमालय जुल जी हिमालय जु हिँगा चाहिँ या जुपति या अडिकारी खख जी मेपति इन्टरनेसनल गेम ढका एसियन गेम ओल्ड गेम र भेट्दैछु हजुर अहिले मिटिमिटी खेलाडी चाहिँ नि सरकारी पाके गभर्नमेन्ट पाके चाहिँ पिपर लागि खर्च बिवेर हाल्छु हजुर के राछ जी हिमालय जुया मेरो गेमिङ लागि पिपर ठै ढेमा जिमाल छु ए हजुर आज रिसेन्टली मेबी जु बिना अठे फुक ठै ढेमा पिपर जिमाल मखला बडी सिट थिएगा बडी बिल्डिङ फिल्ड चाहिँ नि अब खर्च चाहिँ नि सरकारमा व्यवस्था चाहिँ नि मेडल त चाहिँ एकदम होइगा खेलाडी न अपिगा
अहिले जिउ आज सरकार बाहेक मलाई ल्याउन सरकार त चाहिन्छ जुन सरकार बाहेक ठाउँको जिउ स्पोन्सर अटे न हजुर डिफ्रेन्ट फिल्डले चाहिँ मलाई अरू बिचमा उसले सपोर्ट आयो ठाउँको चाहिँ बिस्तारै स्पोन्सर ढगा चाहिँ थो प्रोटिन सप्लिमेन्ट कम्पन्सेसन चाहिँ नि थाइपति स्पोन्सर एथलेट ढगा चाहिँ नि गेम टाइममा चाहिँ नि सप्लिमेन्ट चाहिँ नि स्पोन्सर याका ठाउँको चाहिँ नि बिस्तारै ट्रेन चले जान्छ बिस्तारै मजु मुखु ज्याचो हुन्छ बिस्तारै ज्याचो हुन्छ हजुर झिए जस्तै अशोक दाई जुल नाचा दाइना दाइ मैश्वर दाइ पनि हजुर सो झि टिम अप याना हजुर मलाई जिउ चाहिँ अशोक दाइ चाहिँ नेक्स्ट जेनेरेसन दिन त हजुर वेक बिन त हेल्प जु हिसाबमा एना सुन या मजु होती छ ओके लाग्छ जी पुलामी खिलाडी मिले जा चाहिँ नि छौ सङ थे देगा मखला लुपी खिलाडी विभिन्न मिटिउ लागि चाहिँ नि प्रिपेयर आइले टाइम चाहिँ नि आर्थिक सहयोग याना जिल्ला मखला जस्तै छु कम्पनी नाप चाहिँ नि समन्वयना बिया जिल्ला छौ बैंक अथ 47 छौ बैंक जुल मखला यो सम्बन्धी कम्पनी बिया चाहिँ नि इम त स्पोन्सर याका चाहिँ नि मिटिक दुस चाहिँ अपिगा बालेगा जिन्छा जस्तै अशोक दाइना मिस्टर हिमालयन जुइङ होला पिनी पिने जुसला वो जुइसक्नु छौ सेलिब्रिटी हिसाब जुइङ सरकारले पुरा लाइफै बने जुइङ हजुर थल्ला अयम मरु र ए मर्सा अशोक दाइ पिछला ट्रोफीले लगे जुला दशकौं देउला मलाई स्पोन्सर त मसी मलाई पटी चाहिँ बरु हाइलाइटै भया हजुर त मिडिया अयम भया जिसै स्पोन्सर काय अटे छु याफै मलाई स्पोन्सर चाहिँ नि के रहेछ मगला थो क्याला फै मगला तर थो फिल्डले चाहिँ नि अपो कम्पिटिसन इन्ट्रेस्ट मटा छु बडी बिल्डिङ फिल्डले चाहिँ नि कम्पिटिसन चाहिँ थैपति फाइदा सुया जुनी मगला थले छुके फाइदा उगेते लगानी आटा छु छु खेलाडी त लगानी म्याद गयो छु पाँच दुका थन मैले म जिया छान्जुन जे अपो निवाटा नाचा टाइटे त्यो स्पोर्ट्स फिल्डले यो कोइ दु तर जिन आयो कोइ सित खलानो बे आवे कपि चाहिँ जितन पटी चाहिँ मिडिया वे पटी चाहिँ कम्फर्टेबल मजु हुने मलाई मेमी पि छि गैर निवा पि जुसाला वे कपिला थोफिले मक्सा मिडिया वे एना हजुर स्पोन्सर का मलाई छि चाहिँ आज जस्तै अशोक दाइको इक्जाम्पल बेच्न अशोक दाइलाई मिस्टर हिमालयन निसे छो ठासे थिएन गुमा मलाई यसै झि चाहिँ न्याउने फ्रन्टे भटी चाहिँ वेमा झियाड भजवे मछा जी जिमे बनाउले अब कभी नक्तिन एक्सपिरियन्स एक दुई वर्ष दिन खनि अनि म इन्स्ट्रक्टर जान्छु हजुर वेको न खास ताउन खास त उली मिले जिमको हजुर दाइबिला पुरा लाइफै ठुके बिता छ छ अनि छौ छु ग्रुप अथवा छु युट्युबे छौ सर्चको टच ह यो को हेल्प जिम विचारला छौ च्यानल देका चाहिँ नि मखला नुजु लागि सिनु हिसाबमा मखला ओ देग्यु पति च्यानल देका चाहिँ छु एक्सरसाइज सिनु हिसाबमा चाहिँ देग्यु विचार विचार जाजो नगा लिमलान जोनागा आदैन जस्तै प्रोटिन मिमा बिसँग प्रोटिन घेना मि ओ हिसाबमा युट्युबे पोस्ट आटा मलाई थोडी कमर्शियल हिसाब जुल कमर्शियल जाउन गा नाजो दैन सिनि बिसन युट्युबे छ फ्री नसिन जाउन गा हजुर जी दाइ चाहिँ जस्तै प्रोफेसनली कमर्शियल हिसाबमा उनी पिन्छला ठुके छु इन्ट्रेस्ट बिएम हो असु दाइ पनि थिए थइ लाइफै ठुके आछो समर्पितै आउ जुनली मलाई हजुर हजुर दाइ पिन्छ चाहिँ एटलिस्ट मोबाइलले त खिचना छ जस्तै बाइसेप जिसँग जिम मनिले पहिले जाइ नि हजुर फर्स्ट दिन चेस्ट हो ट्राइसेप न बाइसेप हो विङ स्टार्ट है हजुर सो बेसिक सो टाइपको साला हजुर हजुर अयो लागि चाहिँ बिस्तारै चाहिँ भिडियो डेका जनाउनु बिस्तारै पोस्ट हेर्नु मलाई बिस्तारै फेसबुक इन्स्टाग्राममा चाहिँ नि पोस्ट हेर्नु बिस्तारै भिडियो सिम्पल एक्सरसाइज त जुल मलाई बेसिक एक्सरसाइज छ वार्म अप त कुल डाउन त यो चाहिँ पोस्ट हेर्नु बिस्तारै अशोक दाइ फ्युचर गोल्स अयो छुन सोसेन्टेल होला फ्युचर चाहिँ नि थइ थइ स्टुडियो छौ थइ जिम खोले चाहिँ इच्छा दुगा जो अशोक दाइ लास्ट डे चाहिँ द यो फ्यामिली द यो फलोवर्स ते त मलाई वेल विशर ते त सुन लास्ट जी चाहिँ नि फुक्क जिउ वेल विशर त फ्यान त 5 मिनेट चाहिँ नि फुकेस त धन्यवाद बिचाइ जुलगा आटक बुल्छ हेल्प याला जो कम्पनी त जुल स्पोन्सर यापि कम्पनी जुल 5 मिनेट जुल मलाई फुकेस त एकको सुबा बेजोनागा जो अशोक दाइ आठौं टाइम दिया दिला ला सिधै योग्यको धन्यवाद हजुर सुबा दाइ बस